यो हरेक वर्ष एउटा ठुलो चाड आउँछ, त्यो दसैँ। दसैँमा हामीले धेरै कुरा गर्छौँ, जस्तो टिका लाउँछौँ अनि दक्षिणा पनि पाउँछौँ र त्यही दक्षिणासँग हामीले पाउँछौँ अर्को दक्षिणा टिचरहरूबाट भ्याकेसन होमवर्क। भ्याकेसन होमवर्क भनेको गेम जस्तै हो के, लेभल अनुसार बढेको बढै गर्छ। जस्तो हामीले बच्चामा नर्सरी युकेजी 1 क्लास हुँदाखेरि हामीले के दिनुहुन्थ्यो, अरे बच्चाहरू गाईको बारेमा निबन्ध लेखेर लिएर आऊ, र धेरैजना बच्चाहरूले लेखेर पनि आउँथ्यो त्यही 4वटा खुट्टा हुन्छ भनेर। अझै त्यत्रो सानो उमेरमा कुन चाहिने बच्चाले अझै गाईको छालाबाट जुत्ता पनि बनाउन मिल्छ भनेर लेख्यो भने त त्यो त महान हो के, त्यो क्लासकै महान बच्चा हो, भविष्यमा साइन्टिस्ट बन्ने बच्चा हो त्यो। त्यसपछि हाम्रो दसैँको होमवर्कको लेभल बढ्दै गइरहेको हुन्छ। एक समयमा बच्चाहरूले 10 पेज इङ्ग्लिस ह्यान्डराइटिङ, 10 पेज नेपाली ह्यान्डराइटिङ लेखेर आइज भन्थ्यो यार सरहरूले। हामीलाई पनि भन्थ्यो सरहरूले। अब म त्यस्तो लेख्ने मान्छे त होइन, मैले एउटा आइडिया लगाएँ। त्यो बजारमा पाइन्छ कि कार्बन पेपर भन्ने पाइँदो रहेछ होइन, त्यो ब्लू कलरको। अनि मैले एउटा पेजको पछाडि राखिदिएँ, एक पेज लेखेँ, अर्को पेज आफै भइहाल्यो। अनि त्यस्तै 10 पेजमा ग्याप गर्दै लेखेको थिएँ है, भयो कि कहिले थाहा नै भएन। अनि त्यही बिचमा हुन्छ हाम्रो यस्तो होनार साथीहरू जसले त्यत्रो बिदामा पनि के गरेर आएको हुन्नन्। डर पनि लाग्दैन यार तिनीहरूलाई। अनि ती 5-6 जना अगाडि गए अनि यस्तो कुटाइ खाए तिनीहरूले, लास्ट कुटाइ खाए होइन। अनि अर्को दिन गरेर पनि आउनु पऱ्यो कि हो। अनि त्यही गर्दै 1 वर्ष बित्यो होइन। अनि अर्को वर्ष फेरि त्यस्तै होमवर्क दिनुभयो, क्वेसन पेपर होमवर्क दिनुभएको थियो। ल फेरि गरेर आइदियो क्वेसन पेपर भन्दै हुन्थ्यो। योचोटि सबले गरेर आएको थियो, तर सरले चाहिँ केही गर्नु भएन यार। अनि मैले त्यत्रो 10, 20 पेज लेखेर के पाएँ त, केही पाइनँ यार। कपी सिद्धियो यार, ह्यान्डराइटिङ जस्तोको त्यस्तै छ यार, चेन्ज पनि भएन अझै त्यतिखेर त बाहना पनि छुट्टै हुन्थ्यो यार हाम्रो त यार। ओ बच्चा होमवर्क किन नगरे बच्चा, होइन सर बिरालोले खाइदियो सर। यिनीहरूको होमवर्क पनि बिरालोले खाइरहेछ कि, किनकि यिनीहरूको भनाइअनुसार यिनीहरूले कपीमा मुसा बनाएको थियो अरे, अनि त्यही भएर बिरालोले खाइदियो अरे। यति नै थियो साथीहरू आजको भिडियो। मन पऱ्यो भने लाइक र सब्सक्राइब गरिदिनुहोस्। ह्याप्पी दसैँ टु अल अफ यु। बाई बाई।